हेलो गाइस, आज चाहिँ हामी भोडे घुम्न आएको साथीहरूसँग कमल पोखरीमा। गाइस, कमलको फुलहरू देख्नु सक्नुहुन्छ, यहाँ धेरै नै फुलेको देखिन्छ। है गाइस, भोडेमा चाहिँ कमल पोखरीमा कमल फुलेको देख्न सक्नुहुन्छ। धेरै नै कमलको फुलेको छ, फुलेको देखिन्छ। गाइस, भोडेको कमल पोखरी कमल फुल पनि देख्न सक्नुहुन्छ। फुलिरहेको पनि छ, फुलेको पनि छ। कुमारी मन्दिर है, गाडी पनि जान मिल्ने रहेछ। यो चाहिँ कुर्किला झर्ने बाटो। हो ल, तारा पनि छ यहाँ। खोइ पानी नै आएन त तारामा त। गाइस, अहिले हामी कुमारी मन्दिरमा आइसकेको छौँ है। यसो घुम्न आएको, धेरै दिन भयो घुम्न नआएको। बडेमा पनि जात्रा हुँदाखेरि चाहिँ यही बाटोबाट रथहरू ल्याउने गरिन्छ अनि कुमारी मन्दिर परिक्रमा गरेर आउँछ अनि आफ्नो स्थानमा लगी विराजमान गरिन्छ। कुमारी मन्दिरको दर्शन गर्न सक्नुहुन्छ है सबैले। के गर्छ बोडेको कुमारी मन्दिर अगाडि चाहिँ मयुरनी छ है। जय श्री कालिका माइकी जय। गाइस, दामी दामी फोटो खिच्ने भए आउन हुन्छ यहाँ पनि। गाइस, कमल पोखरी पिपलको बोट। अब चाहिँ हामी यो चाहिँ बोडे छिर्ने गेट है, बोडे बस्तीभित्र छिर्ने गेट। सानो मन्दिर पनि रहेछ, गणेश मन्दिर। जय श्री गणेश। बोडेको महालक्ष्मी मन्दिर आइपुगेको छौँ अहिले हामी। खरा यहाँ सानो गणेश मन्दिर छ यहाँ।
गाइस चाहिँ हामी मधेपुर छिमेकीमा रहेको प्रसिद्ध मन्दिर बालकुमारी मन्दिर आइपुगेका छौँ। पहिला त्यो पनि दर्शन गर्नु होला है। बालकुमारी मन्दिर पहिला त्यो के हो जहिले कर पुग्दा पानी पर्छ यार। धन्यवाद छ सबैजनाले भिडियो हेरिदिनु।